सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आज क्लासमा स्वागत छ। आज हामी टेन्जेन्ट एन्ड नर्मल क्लास 12 मा बिए बिएससी र बिएडमा क्यालकुलस सब्जेक्टमा हामी यो टपिकको बारेमा अध्ययन गर्छौँ। टेन्जेन्ट एन्ड नर्मल। सर्वप्रथम हामी यो टेन्जेन्ट भन्ने कन्सेप्ट लिमिटमा पनि हामीले क्लास 12 मा पढिसकेका छौँ। लिमिटमा लिमिटिङ पोजिसनको रूपमा पनि जस्तो कुनै एउटा कर्वमा एउटा स्ट्रेट लाइन अथवा तपाईले कर्ड पनि भन्न सक्नुहुन्छ। एउटा कर्ड लिएर एउटा हामीले एउटा यहाँदेखि यहाँसम्म कर्ड अथवा यसमा सेकेन्ड एउटा लाइन सेकेन्ड लिएर पनि यसको पोइन्टलाई यो एउटा पोइन्ट पी छ, यहाँ एउटा पोइन्ट क्यू छ भने यो क्यू भन्ने पोइन्टलाई हामीले सार्दै अलि वर ल्यायौँ भने यहाँबाट जाने टेन्जेन्ट यहाँनिर जान्छ। यदि यहाँनिर क्यू भएको भए पी क्यू कस्तो हुन्थ्यो, यहाँबाट यहाँ जाने थियो। यसरी तपाईले नजिक नजिक ल्याउँदै क्यूलाई सार्दै सार्दै आखिर यही आउनुभयो भने पी र क्यू एउटै पोइन्टमा भेटिन्छ। त्यो अवस्थामा पी क्यूमा एउटा टेन्जेन्ट कस्तो भेटिन्छ त भन्दा तपाईले टच गरेर जाने, जस्तो पीमा टच गरेर जाने भेटिन्छ। जस्तो यहाँ अलिकति थोरै फरक पर्यो होला। एउटा पीमा टच गरेर जाने चाहिँ यो टेन्जेन्ट हो। यसलाई हामी के भन्छौँ? टेन्जेन्ट। अनि यो पीक्यू एकै ठाउँमा भेटिएपछि यो पीक्यू एकै ठाउँमा भेटिने पोइन्ट चाहिँ के हो त? पोइन्ट अफ कन्ट्याक्ट हो। यसरी कुनै एउटा स्ट्रेट लाइनले कर्वलाई सिंगल पोइन्टमा टच गरेर जान्छ भने त्यो लाइनलाई हामी यो स्ट्रेट लाइनलाई टेन्जेन्ट भन्छौँ। अब स्लोप अफ टेन्जेन्ट निकाल्नलाई हामी खास गरी क्लास 12 मा पढेको कन्सेप्टलाई अलिकति कुरा सम्झ्यौँ। जस्तो तपाईसँग y = 4x + 5 छ भने यो लाइनले x एक्सिससँग पोजिटिभ डिरेक्सनमा बनाउने एङ्गललाई 10 मा भन्नुपर्दा हामी स्लोप भन्थ्यौँ। अथवा यसैलाई हामी y = mx + c सँग कम्पेयरिङ गर्नुभयो भने m को सट्टामा 4 छ भने यसलाई हामी स्लोप भन्छौँ। यो स्लोप m = अहिले कति छ? 4। तर अब हामी पढेको डेरिभेटिभलाई युज गरेर पनि त हामी स्लोप निकाल्न सक्नु पर्यो। त्यसैले y = 4x + 5 छ भने यसलाई डिफ्रेन्सिएट गरौँ त। डिफ्रेन्सिएट ल यसलाई फर्स्ट बनाऊ। इक्वेसन फर्स्ट विथ रेस्पेक्ट टु x गर्यौँ भने y को डेरिभेटिभ dy/dx, 4x को 4 × x को 1 हुन्छ, प्लस 5 कन्स्ट्यान्ट हो, यसको 0 हुन्छ। 4 1 जा 4। यो नै हाम्रो स्लोप 4 थियो। यसरी dy/dx पनि त हाम्रो स्लोप हो। कुनै एउटा लाइनको स्लोप निकाल्नलाई पनि हामी dy/dx गर्न सक्छौँ। त्यसैले अब हामी के कुरा बुझ्न पर्यो भन्दा अहिले हाम्रो कर्वमा चाहिँ कर्वको इक्वेसनबाट हामीले dy/dx निकाल्यौँ भने त्यो हो स्लोप अफ टेन्जेन्ट। अब म त्यसमा गएँ। अब हेरौँ है त। एउटा कर्व छ भने कर्वको इक्वेसन मानौँ y² = 2ax अथवा 2x मात्रै भन्दिउँ न एकछिनलाई। 2x + 4 छ भने यो एउटा कर्व हो भने यसलाई पहिलो काम हामी के गर्छौँ? डेरिभेटिभ गर्छौँ। यसलाई हामी डेरिभेटिभ गर्छौँ। डेरिभेटिभ गरेर dy/dx। जस्तै y² को डेरिभेटिभ कति हुन्छ? 2y x को रेस्पेक्टमा इन्टु dy/dx। कसरी? y² लाई d/dx गर्यौँ भने पहिला सुरुमा dy² लाई dy कै रेस्पेक्टमा, बेसको रेस्पेक्टमा इन्टु dy/dx गर्दाखेरि कति आउने भयो त? यसको 2y हुन्छ, यसको चाहिँ dy/dx हुन्छ। त्यसैले हामीले यहाँ 2y dy/dx = 2x को 2 को 2 भयो, x को 1 प्लस यो 0 भयो। dy/dx भनेको कति आयो त? 2 1 जा 2 अपन यहाँको 2y गयो, 2y 2 र 2 काटेपछि 1/y। यो dy/dx हो। कुनै एउटा कर्वबाट dy/dx निकाल्दाखेरि यो dy/dx को भ्यालु इन टर्म अफ x एन्ड y मा आउन सक्छ। इन टर्म अफ x एन्ड y मा आयो भने यसले के दिन्छ त भन्दा एउटा
कुनै एउटा कर्वमा कतिवटा टेन्जेन्ट हुन सक्छन् ल भन्नु त एउटा कर्वमा एउटा यो पोइन्ट हेर्नुभयो भने यो पोइन्टमा एउटा टेन्जेन्ट छ यो पोइन्टमा हेर्नुभयो भने यहाँनिर अर्को टेन्जेन्ट होला यो पोइन्टमा हेर्नुभयो भने यहाँ अर्को टेन्जेन्ट होला यहाँ हेरियो भने अर्को टेन्जेन्ट होला हेरौँ है ए कहाँनिर टच गरेछ सिंगल पोइन्टमा यहाँनिर गरेछ एउटा कर्वमा इन्फाइनाइट पोइन्टहरू छन् हाम्रा धेरै पोइन्टहरू मध्ये यहाँ कर्वभरिमा जति पनि पोइन्ट छन् त्यो सबै पोइन्टहरूलाई प्रत्येक पोइन्टमा टेन्जेन्ट अलग अलग हुन सक्छ यसरी यो डिवाई बाई डिएक्सबाट आएको भेल्युले यो वाईको भेल्यु जुन पोइन्टमा तपाईँले टेन्जेन्ट निकाल्न छ त्यो भेल्यु राखेपछि बल्ल त्यो पोइन्टको पर्टिकुलर पोइन्टको टेन्जेन्ट आउँछ त्यसैले डिवाई बाई डिएक्सको भेल्यु भनेको के रहेछ त भन्दा स्लोप अफ टेन्जेन्ट त हो तर डिवाई बाई डिएक्सबाट आएको भेल्यु यो एक्स र वाईमा आयो भने यो भेल्युले कर्वको जुनसुकै पोइन्टमा हुने टेन्जेन्टको फङ्सनलाई काम गर्छ त्यसैले हामीले कुनै एउटा पोइन्ट यहाँ x1 y1 छ भने अब dy बाई dx एट x1 y1 गरेर बल्ल यहाँ 1 बाई y1 गर्छौँ यो एउटा पर्टिकुलर पोइन्ट हुन्छ कुनै एउटा x1 y1 मा अब खास गरी म त्यही भएर तपाईहरुलाई अब म वर्किङ रुलको बारेमा अलिकति कुरा गर्छु अब कसरी गर्ने त हेर्नु है वर्किङ रुल फर्स्टमा एक नम्बरमा हामीलाई गिभन कर्व छ नि एउटा गिभन कर्व छ भने यसलाई हामी इक्वेसन फर्स्ट मानौं अब यो इक्वेसनलाई सेकेन्डमा हामी के गर्ने डिफरेन्शिएट इक्वेसन फर्स्ट with respect to x गरेर then we get के निकाल्ने यहाँबाट dy by dx निकाल्ने यो जति आउँछ त्यसले के गर्दो रहेछ अघि मैले भनिसके एउटा कर्व भरिमा प्रत्येक पोइन्टको लागि dy by dx को काम गर्छ अब थर्ड नम्बरमा त्यो dy by dx हामीलाई कहाँनेरको टेन्जेन्ट चाहिएको मानौ हामीसँग यहाँ x0, y0 चाहिएको छ भने यही पोइन्ट गर्नु h, k भन्ने एउटा पोइन्ट चाहिएको छ भने त्यही गर्नु कुनै एउटा पर्टिकुलर जुन पोइन्टमा डेरिभेटिभ गरेर आएको यो dy by dx मा भ्यालु राख्न छ त्यो पोइन्टमा राख्दियौ ल हेरौँ है त अब हामीले dy by dx एट कहाँ त h, k अथवा और x o y0 यो पोइन्टमा जुन पोइन्ट भन्नु एउटा पोइन्ट तपाईसँग जुन चाहिएको छ त्यो पोइन्ट लिनु त्यो पोइन्टमा अहिले मैले माने यसमा राखे है त x0 y0 भने यो पोइन्टमा तपाईले के निकाल्नु पर्यो त dy by dx निकाल्नु पर्यो यसैलाई भनिन्छ स्लोप अफ टेन्जेन्ट एट कहाँ त x0 y0 जब स्लोप आउँछ तब तपाईसँग एउटा पोइन्ट पनि भइहाल्यो यो पोइन्टको स्लोप आइसकेछ त यहीँबाट जाने टेन्जेन्ट भनेपछि त एउटा पोइन्ट भयो नि तपाईले यो क्लास 9 10 तिर पनि पढ्नु भएको छ स्लोप पोइन्ट फर्म यो के को त इक्वेसन अफ लाइन एउटा इक्वेसन अफ लाइन को स्लोप पोइन्ट फर्ममा के पढ्नु भएको छ ल भन्नु त यसको इक्वेसन के पढ्नु भएको छ भन्दा y minus y1 equal to mx minus x1 भनेर पढ्नु भएको छ यसैलाई हामी x1 र y1 यो छ जुन पोइन्ट यो x1 y1 भनेको अहिले हाम्रो x0 y0 भयो अनि m भनेको स्लोप कति भयो त m भनेको हाम्रो dy by dx भयो यहाँ आइसकेछ यो dy by dx स्लोप अफ टेन्जेन्ट हो यो भेल्यु भनेको dy by dx हो त्यसैले अबको स्टेपमा चाहिँ हामी के गर्छौं त भन्दा अबको स्टेपमा इक्वेसन अफ टेन्जेन्ट निकाल्छौं अब हामी थर्ड नम्बरमा इक्वेसन अफ टेन्जेन्ट कहाँ त एट x0 y0 अहिले हामीले यहाँ x1 y1 भनेको x0 y0 भयो m भनेको dy by dx भयो
x1 भनेको x0 भयो, y1 भनेको y0 भयो। यो xy को काम चाहिँ के हुन्छ त लोकस प्रत्येक पोइन्ट हो। त्यसैले इज गरेर इज अब y माइनस y1 भन्दामा y0 m भनेको स्लोप भनेको dy/dx कहाँ त 8x0 y0 मा अनि x माइनस x1 भनेको x0 छ which is the required equation। यसरी हामी टेन्जेन्टको इक्वेसन निकाल्न सक्छौँ। अब टेन्जेन्टको इक्वेसन भने जस्तै अब हामी यसमा नर्मललाई पनि केही कुरा जोडौँ। अब इक्वेसन अफ नर्मल कसरी गर्ने त? अब हामी टु फाइन्ड द इक्वेसन अफ नर्मल, इक्वेसन अफ नर्मल निकाल्नको लागि अब हामी खास गरी जान्नुपर्ने कुरा नर्मल, व्हाट इज नर्मल भन्ने कुरा हामीले थाहा दिनु पर्यो, पहिला जान्नु पर्यो है। अब यो नर्मल भनेको के हो त? पहिला सुरुमा हामी नर्मल भनेको के हो भन्दा कुनै एउटा कर्वमा एउटा पोइन्ट अफ कन्ट्याक्ट छ, त्यहाँबाट जाने एउटा टेन्जेन्ट छ र यहाँनिर छ भने यो जुन पोइन्ट अफ कन्ट्याक्टमा टेन्जेन्ट भएको छ त्यही पोइन्टमा 90 डिग्री भएर जाने, त्यो पोइन्टमा कोसँग टेन्जेन्टसँग 90 डिग्री भएर जाने लाइनलाई नै हामी नर्मल एट द्याट पोइन्ट, यो पोइन्टमा हामीले के भन्छौँ त नर्मल भन्छौँ। अब नर्मलको लागि पोइन्ट त एउटै भइहाल्यो, अघि हामी x0 y0 भनेको थियौँ भने अहिले पनि पोइन्ट त त्यही भइहाल्यो, मात्रै कुरा एउटा पोइन्ट छ। अब हामी स्लोप थाहा पाउन सक्यौँ भने है स्लोप अफ नर्मल थाहा भयो भने कति हो पहिला तपाईँ थाहा पाउन सक्नुभयो भने पोइन्ट पनि छ स्लोप पनि छ, स्लोप पोइन्ट फर्मबाट इक्वेसन अफ नर्मल पनि आउन सक्छ। अब हामीले जानेको कुरा के थियो त भन्दा कुनै दुईवटा लाइन परपेन्डिकुलर छ भने यसको स्लोप चाहिँ m1, यसको स्लोप चाहिँ m2 छ भने परपेन्डिकुलर फर्ममा m1 इन्टु m2 भनेको त -1 हुन्छ। यदि एउटाको थाहा छ भने m1 इक्वल टु अर्को यो मल्टिप्लाईमा भएको डिभाइडमा जान्छ m2 हो। यसरी एउटाको स्लोप थाहा छ भने अर्कोको स्लोप निकाल्न सक्छौँ। परपेन्डिकुलर केसमा यो थियो भने प्यारलल भयो भने के हुन्थ्यो, दुईवटा लाइन प्यारलल भयो भने एउटाको m1 एउटाको m2 छ भने m1 इक्वल्स टु m2 हुन्थ्यो, यो स्लोप है, यो चाहिँ स्लोप हो। यही नियमबाट अब हामी यहाँ स्लोप अफ टेन्जेन्ट त हामी अघि निकालिसकेका छौँ, त्यसैबाट स्लोप अफ नर्मल पहिला निकाल्ने। फर्स्ट नम्बरमा स्लोप अफ नर्मल इन्टु स्लोप अफ टेन्जेन्ट, टेन्जेन्ट र नर्मल परपेन्डिकुलर हुने भएको भएर यिनीहरू दुईटाको प्रोडक्ट -1 हुन्छ। अब हामीलाई स्लोप अफ नर्मल निकाल्न छ, द्याट इम्प्लाइज स्लोप अफ नर्मल इक्वल्स टु -1 अपन स्लोप अफ टेन्जेन्ट हुन्छ, टेन्जेन्ट है। अब हामीले स्लोप अफ टेन्जेन्ट भनेको के थियो त सम्झिनु त, स्लोप अफ टेन्जेन्ट भनेको के थियो त भन्दा स्लोप अफ टेन्जेन्ट भनेको dy/dx थियो हो। यो अब dy/dx राख्दिनु, ल अब हामीले यहाँबाट स्लोप अफ नर्मल भनेको कति रहेछ त -1 अपन dy/dx, या त हामीले माइनसको dx/dy भन्न पनि सकियो। यसरी स्लोप अफ नर्मल निकाल्नको लागि के गर्ने त स्लोप अफ -1 अपन स्लोप अफ टेन्जेन्ट। त्यसो भए जब स्लोप आउँछ तब त हामी के गर्न सक्छौँ, त्यो पोइन्टमा इक्वेसन अफ नर्मल भने कति हुने भयो 8 कहाँ त x0 y0 इज हामी के गर्ने त y माइनस y1 भनेको y0 भयो इक्वल टु m भनेको 1 -1 अपन स्लोप अफ टेन्जेन्ट, किन स्लोप अफ नर्मल भनेको -1 अपन स्लोप अफ टेन्जेन्ट छ, इन्टु
x0 भनेपछि हाम्रो x माइनस x0। यसरी हामी इक्वेसन अफ नर्मल पनि निकाल्न सक्छौँ। अब यसमा एउटा कुरा हामी जानौँ, यदि होरिजेन्टल टेन्जेन्ट र भर्टिकल टेन्जेन्टका कुरा आयो भने तपाईसँग एउटा कर्भ यस्तो कर्भ छ, यहाँ एक्स एक्सिससँग प्यारलल हुने लाइन, जस्तो यो एक्स एक्सिससँग प्यारलल हुने एउटा टेन्जेन्ट छ भने यहाँ त थोडा तलमाथि देखिएको छ, त तपाईँ बुझ्नु कि यो प्यारलल छ है त। यो प्यारलल छ भने एक्स एक्सिससँग छ भने यो टेन्जेन्टले एक्स एक्सिससँग बनाउने एङ्गललाई 10 मा पोजिटिभ डिरेक्सनमा बनाउने एङ्गलको भ्यालु नै के हो त, स्लोप हो। अब यहाँ स्लोप अफ टेन्जेन्ट अहिले हेर्नु है, यो कुनमा इन होरिजेन्टल टेन्जेन्ट, एउटा होरिजेन्टल टेन्जेन्टमा गऱ्यौँ भने ध्यान दिनु है त, होरिजेन्टल टेन्जेन्ट भनेको जुन प्यारलल टु एक्स एक्सिस हो, यस्तो बेलामा हामी स्लोप अफ टेन्जेन्ट भनौँ भने कति हुने भयो त भन्दा, स्लोप अफ टेन्जेन्ट भनेको त dy/dx हो। यसको भ्यालु कति हुने भयो भन्दा 10 0। यसले त 0 डिग्री बनाउँछ एक्स एक्सिससँग, यसलाई हामी 10 0 लेख्छौँ, तलपट्टि लेखेँ है 10 0, यतापट्टि चाहिँ हामी dy/dx लेखौँ। अब dy/dx को भ्यालु कति आउने भयो, 10 0 भनेको त 0। त्यही भएर अब हामी के गर्छौँ त भन्दा, जहिले पनि हामीलाई स्लोपलाई यदि एक्स एक्सिससँग प्यारलल टेन्जेन्ट छ भने त्यो अवस्थामा dy/dx को भ्यालु 0 सँग इक्वल गर्ने, एउटा प्लस पोइन्ट तपाईँ जान्नु हो। अब भर्टिकल टेन्जेन्ट भयो भने के हुन्छ त, अझ एउटा कुरा, लास्ट कुरा हामी हेरौँ। एउटा कर्भ यसरी यसरी घुमेको छ, धेरै ठाउँमा यसका टेन्जेन्ट हुन सक्छन्। टेन्जेन्ट यहाँ गर्नुभयो भने होरिजेन्टल होला, यहाँ गयो भने भर्टिकल पनि छैन, होरिजेन्टल पनि छैन, कुनै एउटा एङ्गल बनाउँछ है, त्यो भनेको 0 पनि बनाउन्न 90 पनि बनाउन्न भन्न खोजेको। यदि तपाईँले यहाँनिर अहिले टेन्जेन्ट बनाउनुहुन्छ भने हेर्नु है, यहाँनिर तपाईँको टेन्जेन्ट छ भने, यो पोइन्टमा टेन्जेन्ट छ भने, मानौ अहिले यो भर्टिकल टेन्जेन्ट, यो भनेको प्यारलल टु के त, यो भनेको प्यारलल टु वाइ एक्सिस, यो ओरिजिन हेर्नु है, यहाँ 90 डिग्री भनेको परपेन्डिकुलर टु एक्स एक्सिस अर प्यारलल टु वाइ एक्सिस भन्यो भने यसलाई भर्टिकल टेन्जेन्ट हो। यो चाहिँ भर्टिकल टेन्जेन्ट हो। भर्टिकल टेन्जेन्ट भन्ने बित्तिकै तपाईँहरूले अब जान्नुभयो, भर्टिकल टेन्जेन्ट के रहेछ त भन्दा, जसलाई हामी परपेन्डिकुलर टु, यो भनेको के रहेछ त, परपेन्डिकुलर टु एक्स एक्सिस अर प्यारलल टु वाइ एक्सिस। यही कुरा तपाईँ अघिको पेजमा पनि भन्न सक्नुहुन्छ है। अघिको पेजमा होरिजेन्टलमा पनि हाम्रो यो होरिजेन्टल कहाँ जान्थ्यो, ठोकिन्थ्यो वाइ एक्सिसमा, वाइ एक्ससँग परपेन्डिकुलर पनि भन्न सकिन्थ्यो, या त प्यारलल टु एक्स एक्सिस पनि भन्न सकिन्थ्यो। होरिजेन्टल भन्नु, प्यारलल टु एक्स एक्सिस वाला टेन्जेन्ट भन्नु, या त परपेन्डिकुलर टु वाइ एक्सिसमा परपेन्डिकुलर हुने टेन्जेन्ट भन्नु, त्यो सबै होरिजेन्टल हो। अब यो केसमा यसले कति बनाउँछ त, ल हेरौँ त, 90 डिग्री बनायो, टेन थीटा अहिले 90 डिग्री हुन्छ। स्लोप अफ यता टेन्जेन्ट इक्वल टु 10 कति भयो 90, 10 90 भनेको यतातिर dy/dx इक्वल टु 10 90, 10 90 भनेको त हामीले 1/0 गरेर इन्फिनिटी भनेको छौँ नि, होइन त। अब यो 1/0 गर्दाखेरि यो भ्यालुलाई हामी रेसिप्रोकल गरियो भने 1/10 90 हुन्छ, यता उतापट्टि 0/1 हुन्छ। यो भनेको कति हुन्छ त भन्नु त, यो कट 90 हुन्छ, कट 90 को भ्यालु 0 हो। कट 90 को भ्यालु 0 भएको भएर हामीले यसलाई दुईटालाई रेसिप्रोकल गरिदिउँ, dx/dy हुन्छ अगाडि, उतापट्टि कति हुन्छ त, कट 90 हुन्छ। कसरी, 1/10 90 हुन्छ, त्यो भ्यालु कति हो त, कट 90, यो भनेको 0 हो। यहाँबाट के आयो त, dx/dy इक्वल्स टु 0। अब तपाईँले दुईटा कुरा जान्न पर्यो। यदि तपाईँलाई होरिजेन्टल टेन्जेन्ट भनेको छ भने है, होरिजेन्टल टेन्जेन्ट भनेको छ भने के गर्ने र भर्टिकल टेन्जेन्ट भनेको छ भने के गर्ने। भर्टिकल टेन्जेन्ट छ भने dx/dy 0 गर्ने, होरिजेन्टल टेन्जेन्ट छ भने फेरि यदि होरिजेन्टल टेन्जेन्ट यहाँनिर यस्तो टेन्जेन्ट थियो भने यसको स्लोप चाहिँ हेर्नु, यहाँ टच भएको छ भने बुझौँ, यसको स्लोप फेरि
y बाई dx इक्वल टु 0 हुन्छ। दुईटा केस हामी जान्यौँ भने टेन्जेन्ट एन्ड नर्मलको बेसिक कन्सेप्ट यदि भएपछि पुग्छ। अब हामी यस पछाडि क्लासमा योभन्दा बढी कन्टेन्टको बारेमा छलफल गर्नेछौँ। आजलाई यति नै। थ्याङ्क यू।